सर्वप्रथम त सम्पूर्णमा नमस्कार। क्षितिज पारी मेरी मायाको गाउँ कार्यक्रम हेरेर बस्नुभएका सम्पूर्ण दर्शकबिनहरूमा मेरो नमस्कार छ। गजल मुक्तक वाचन गर्ने क्रममा आज मेरो हातमा एउटा पत्र परिसकेको छ। पुर्सौनी हाट आफलाबाट लेखेर पठाउनु भएको छ सन्तोष धामी भाइले। उहाँले एकदमै आफ्नो जीवनसित एकदमै मेल खाएको भनेर पनि लेख्नु भएको छ। एकदमै राम्रो रचना लेखेर पठाउनु भएको छ। उहाँको गजललाई म हजुरहरूको माझमा प्रस्तुत गर्छु, सुनेर साथ दिनुहोला। मन किन आतिन्छ मलाई कसैले लडाए जस्तो लाग्छ। मन किन आतिन्छ मलाई कसैले लडाए जस्तो लाग्छ। बाँच्न मनै छैन मृत्युले मलाई मन पराए जस्तो लाग्छ। बाँच्न मनै छैन मलाई मृत्युले मन पराए जस्तो लाग्छ। दुनिया सामु मेरो परिचय दिन पनि सकिन आमा मैले। दुनिया सामु मेरो परिचय दिन पनि सकिन आमा मैले। कसरी निस्कनु बाहिर आफैभित्र हराए जस्तो लाग्छ। कसरी निस्कनु बाहिर आफैभित्र हराए जस्तो लाग्छ। सुनसान रातमा निदाउन छाडेको पनि धेरै भएछ आज। सुनसान रातमा निदाउन छोडेको पनि धेरै भएछ आज। वरिपरि हेर्दै बस्छु म विरुद्ध दुनियाँ कराए जस्तो लाग्छ। म विरुद्ध दुनियाँ कराए जस्तो लाग्छ। एकदमै राम्रो रचना लेख्नु भएको छ। फेरि यसैमा अर्को रचना पनि लेखेर पठाउनु भएको छ उहाँले। जित्छु भन्नेहरूले नै हारेको देखेको छु। जित्छु भन्नेहरूले नै हारेको देखेको छु। प्राय धेरैलाई भाग्यले ठगेको देखेको छु। प्राय धेरैलाई भाग्यले ठगेको देखेको छु। मेहनत गरे पो सफल हुने हौ हामीहरू। मेहनत गरे पो सफल हुने हौ हामीहरू। तर यहाँ अवसरलाई पर्खेको देखेको छु। तर यहाँ अवसरलाई पर्खेको देखेको छु। कहाँसम्म होला यो हावाको गन्तव्य पनि। कहाँसम्म होला यो हावाको गन्तव्य पनि। म जहाँ पुग्छु त्यहीँ बगिरहेको देखेको छु। म जहाँ पुग्छु त्यहीँ बगिरहेको देखेको छु। एकदमै राम्रो रचनाका लागि सन्तोष भाइलाई धेरै धेरै धन्यवाद। हजुरहरूलाई पनि यस्तै रचना लेखेर पठाउने मन छ भने राकेश धामी फेसबुक पेज र धामी राकेश युट्युब च्यानललाई पनि हजुरहरूले सब्सक्राइब गरेर पठाउन सक्नुहुनेछ। मेरो युट्युब च्यानल पनि रहेको छ धामी राकेश अफिसियल युट्युब च्यानललाई पनि हजुरहरूले एकचोटि भिजिट गर्न अवश्य पनि नभुल्नुहोला। त साथीहरू, आजको क्षितिज पारी मेरी मायाको गाउँ कार्यक्रम हजुरलाई कस्तो लाग्यो? अर्को दिन पनि यस्तै रचनाहरू लिएर आउने बाचा गर्दै आजको कार्यक्रमबाट म बिदा हुन्छु। नमस्कार।